भजनी जाल्पा मिडियामा यहाँलाई स्वागत छ। दर्शकबिन म गिराज जैसी। प्रतिनिधि सभा निर्वाचनमा रासपाले करिब 2/3 182 सिट ल्याउँदै एकल सरकार बनाउने तयारी गरिरहँदा सिंहदरबारभित्र प्रशासनिक सर्जरीको तयारी तीव्र भएको छ। 550 भन्दा बढी सरकारी कार्यालय खारेज, संरचना कटौती र सेवा पूर्ण रूपमा डिजिटल बनाउने प्रस्ताव सहितको उच्च स्तरीय प्रतिवेदन नयाँ सरकारको हातमा ब्लुप्रिन्ट बनेको छ। शिक्षा समन्वय एकाइदेखि जिल्ला निर्वाचन कार्यालयसम्म खारेजीको सूचीमा छन्। मालपोत, नापी, यातायात प्रशासन जस्ता सेवा डिजिटलमा लैजाने, 34 कानुन संशोधन गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने योजना छ। कर्मचारी तन्त्रमा कडा सन्देश दिएको छ कि डेलिभरी देऊ कि घर जाऊ। अक्षम कर्मचारीलाई गोल्डेन ह्यान्डसेक र ट्रेड युनियनमा अंकुश र कासमु प्रणाली खारेज गर्ने प्रस्ताव अघि सारिएको छ। उता करिब 300 राजनीतिक नियुक्ति धरापमा छन्। नैतिकताका आधारमा मार्ग प्रशस्त गर्नुपर्ने बहस चर्किँदैछ, तर कानुनी जटिलता र अदालतको जोखिम पनि उस्तै छ। बलियो सरकारले प्रणाली सुधार्छ कि फेरि राजनीतिक हस्तक्षेपमै अल्झिन्छ, त्यो त हेर्न बाँकी नै छ। भजनी जाल्पा मिडियाबाट एगिराज जैसी। नमस्कार। अमृतीय गुण भएको बेलजुस बेल रस सेवनका फाइदाहरू: मधुमेह, मुटु रोगका लागि उपयोगी, पखाला, आउ, ग्यास्ट्रिक, कब्जियत हुनबाट बचाउने, पाचन प्रणाली बढाउने, औषधिको गुण भएको, रोग प्रतिरोधात्मक शक्ति बढाउने, गर्मी याममा शीतलता प्रदान गराउँछ। उत्पादक श्री वन संरक्षण बहुद्देश्य सहकारी संस्था लिमिटेड, भजनी नगरपालिका 1 कैलालीद्वारा सञ्चालित सहकारी बेलजुस उद्योग भजनी कैलाली। सम्पर्क नम्बर 98 12 65 76 95। बेल एक फाइदा अनेक।